साथीहरु वेलकम ब्याक टु आवर न्यू ब्लग। सो आज ब्लगमा यहाँलाई स्वागत छ दिलैबाट। ए हुन्छ हामी लेडिज साइकलमा काट्न जानेको बाल काट्न यो लिएर जाम न। यो R15 ओ ड्याड्स बजार जाने अरे क्या खुल्लै ल। सो साथीहरु धेरै दिनपछि आज नयाँ ब्लगमा हामी आइसकेको छौँ। लुजाम भाइ अब भाइको पनि स्कुल लगभग लाग्न आँटिसक्यो। ओ बाइक आउँदैछ गाडी धेरै कुदाउनु छ नि यार। सो भाइको स्कुल पनि लाग्न आँटिसक्यो। यो पास भइसक्यो साथीहरु। 8 क्लासमा प्रवेश भइसक्यो यो पनि। यो पनि पढिसक्यो फुच्चे भाइ पनि। ओ सब लेडिज साइकलमा हल्का बाल काट्दिउँ न भनेर अब भ्लग ननिकालेको पनि धेरै भयो साथीहरु। सम्झना मेरो के कस्तो आयो होला। अनि यस्तै चाहिँ आजको मौसम घाम लागेको छैन, शीतलै छ यतिको। यहाँ चाहिँ हल्का अब लुक्स हेर्ने ऐना हो यो चाहिँ हैन। मेरो भाइ 8 क्लासको अनुभव कस्तो छ? अब यसपालि त बिहाली दिनु पर्यो तैँले। अनुभवमा छिरेकै छैन कस्तो हुन्छ हैन अलिअलि त यसो हुनुपर्ने हो नि त। तसँग छ कि छैन यसो भन्दै त म सुनिदिन्छु। उज्जवल भ्लगरको R15 दोहोऱ्याउन कतिको मजा आउँदैछ तल भन्दै। यस्तो मुला साइकल भन्छ साथीहरु। यो साइकलबाटै हुने हो कि भन्नु साथीहरु। यसले अलि जानेन लजाउँछ यो भाइ। म चाहिँ फेरि लजाउँदिन साथीहरु। जे छ आफूसँग त्यसमै खुसी हुनुपर्छ। बुझि यस्तो कुरा बुझिराख। तिनजनाको अङ्कलहरू हराउनु पर्छ टेम्पोवाला। तिनजना के हो यो भाइ लजाउँछ। म फेरि R15 मै हिँडिराखेको हुन्छ। तपाईँहरूलाई थाहा छ त जे छ त्यसमै यसो खुसी हुनुपर्छ हामी हो कि होइन भन्नु है साथीहरु। आउँदा आउने बाँकी छ लाइन स्वागत छ ब्लगमा। हाम्रो पालो चिराउने साथीहरु बुन्दुन जस्तो भएछ कपाल त्यही काटेको। कपाल पनि काटे एनसी भाइ यहाँ छ। के छ अमित भाइ? मस्का लागेको हिसाब चाहिँ हो। 5-6वटा केटी लाइनमै हुन्छ साथीहरु। कपाल सपाल हाली अब लाग्यो नानी। के छ ड्याड? कट ठिक छ नि मेरो। ल हाम्रो R15 मा अब हामी घरतर्फ लाग्नुपर्ने हुन्छ हजुर। मेरो भाइ चाहिँ खालि बिच्किन्छ मात्रै होइन नि। यहाँ कुदाउन दिएन अरे। अहिले कुदाउन दिन्छु घर पुगेपछि भनेको होइन। चित्तै बुझ्दैन अरे। पिन्डे भ्लग हेर साथीहरु। यसले हेपेको छ कि यो भ्लगलाई पछि थाहा पाउँछ। स्ट्रगल सङ्घर्ष भन्ने कुरो यसलाई अलि थाहा छैन। एकैचोटि सुख खोज्दो रहेछ क्या यो होइन साथीहरु। त्यसको थोपडाहरू नि यहाँ ब्रेक लाग्दैन फेरि। ए उत्रिनु बढी काट्टा ब्रेक लाग्दैन। हेर्नु उहाँ घरबाट कहाँ आइसक्यो। यहाँबाट चाहिँ घुमाउनु पर्यो। आम्मामा उहाँदेखि यहाँ आएको ब्रेकै नलाग्दैन क्या। A few moments later. सो साथीहरु अब नौमी पनि हाम्रो कार्यक्रम भइसकेको छ। अब हाम्रो सुडियामी अवस्थामा छ बाहिर हैन। के कस्तो छ हामीको अवस्था? के छ फेरि यहाँ दर्शन? ठिकै छ। दर्शन एउटा दोहोरी जाओस् न। नसुनेको दोहोरी धेरै भइसक्यो तपाईँको आमा यहाँ बुढेसकालमा पोते हुनुहुन्छ। आँखा देख्न सक्नुहुन्छ तपाईँ? आँखा देख्छु त भाइ। अनि के छ आजको रमझम? आजको रमझम अब बुवाको भोलि शराब तिथि छ। आज एक छाक खाना बसिरहेको छु। एउटा दोहोरी गाउँ न त नसुनेको। अब आज एक छाक खाएको दिन किन दोहोरी गाउनु भाइ? कुनै बाउ कहाँ गाउँला न। ए ल हस् धन्यवाद। बस्तीमा बसिरहेको छु। हजुर ल ठिक छ साथीहरु। R15 पनि सक्नुहुन्छ। आज चाहिँ अब R15 राइडमा जानुपर्छ कि भन्दैछु म भाइसँग। भाइ पनि स्कुल जान्छ होला। त्यसपछि चाहिँ अब एक्लो भ्लगमा हिँड्नुपर्ने हुन्छ। म अहिले चाहिँ घरतिर छु। यसो खानासाना खाम अनि यस्तो राइडतिर निक्लिनुपर्छ साथीहरु। लेडिज साइकल राइडतिर। भ्लगरको साइकलमा यसले यस्तो चिज हालेर बिगार्न खोज्दैछ। अनि के गर्न खोजेको? टायर स्किप खाएर जाने ल। यो भेटेर पार्दैन त एकचोटि। मान्छे के को ला उज्जवल भ्लगर छ यहाँ ल। बुलेट बाइकको साथमा। बुलेट बाइक त किन सकिएन साथीहरु। यसो
साउन्ड भए पनि चित्त बुझाउनु पर्यो नि त साइकलमा हालेर ल तेजमा रोड बाइक त छैन पनि तेजमा अलिकति साउन्ड भयो वेलकम ब्याक आजको नेक्स्ट ब्लगमा यहाँलाई फेरि पनि स्वागत गर्न चाहन्छु म चाहिँ बिहान बिहान लेडिज साइकलमा हेर्न सक्नुहुन्छ लेडिज साइकलमा मिल्क डेलिभरी गर्न हिँडेको म चाहिँ दुध पुऱ्याउने खासमा जनीको साइड देखिया छ ठिकै होइन अनि बिहान बिहानै हेर्न सक्नुहुन्छ अहिले 6:30 बजेको छ दुध पुऱ्याउन म हिँडिसकेको छु दुध सुध पुऱ्याएर अब म घरतिर फर्किँदैछु साथीहरू हिजो भ्लग गर्न पाइनँ अब पानी पऱ्यो कि पऱ्यो होइन साथीहरू आज चाहिँ अब फुल कन्टेन्टको साथमा हामी जाँदैछौँ आजको भ्लग हजुरलाई के कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला आज यस्तै भयो साथीहरू सर्ट एन्ड स्विट भ्लग यस्तै छ लाइक सेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सिदिनु होला हस् त आजलाई बिदा पाऊँ यसै भन्दै अब भोलि फेरि म न्यू भ्लगको साथमा उपस्थित हुने नै छु साथीहरू अहिलेलाई बिदा पाऊँ सबैको राम्रो होस् सुख शान्ति होस् जय हो